सुन्नुहोला। यदि तपाईले अत्यन्तै हरियो फलले भरिएको खजुरको वृक्ष देख्नुहुन्छ भने विद्वान बन्न सक्नुहुन्छ, धनलाभ हुनेछ। मनपसन्दको स्त्री तपाईले पाउनुहुनेछ, यानि कि पत्नी लाभ हुनेछ, तपाईको शीघ्र विवाह हुन सक्छ, सुलक्षणा पत्नी तपाईले प्राप्त गर्न सक्नुहुनेछ, अथवा प्रेममा तपाईलाई सफलता मिल्नेछ। निकट आउनेवाला भविष्यमा कुनै न कुनै पत्थर दिल प्रेमिका भए पनि तपाईको लागि एकदम मोम जस्तै भएर पग्लिएर तपाईसँग आकर्षित हुनेछन् र तपाईको दुःख, दरिद्रता, तंगी, समस्या जति पनि झमेलाहरू थिए ती सबै दूर भएर जान्छन्। यदि विवाह भइसकेको छ भने विवाहमा कुनै समस्या आएको थियो भने विवाहमा समस्याका समाधानहरू हुनेछन्, विवाहमा अत्यन्तै सुमधुर सम्बन्ध रहनेछ। यदि प्रेममा तपाईलाई विघ्न बाधा अडचन कि ब्रेकअप के भएको थियो भने प्रेममा सफलता मिल्नेछ, नत्र तपाईलाई प्रेममा यस्तो खालको योग यहाँ बन्नेछ कि शीघ्र विवाहको योग पनि बन्न सक्छ र योग्य पत्नी तपाईले पाउन सक्नुहुन्छ। पुरुष हुनुहुन्छ भने पत्नी, पत्नी हुनुहुन्छ भने पति पाउन सक्नुहुन्छ यदि महिला हुनुहुन्छ भने। र त्यस्तै गरेर सुकेको अथवा हराभरा त्यस्तो खालको तपाईले एउटा वृक्ष कुनै देख्नुहुन्छ भने, हुन त हाम्रा बुढा पाकाहरूको कहानी अनुसारले सुकेको बुटो देख्नु त्यति राम्रो मानिँदैन, हरियो बुटो नै राम्रो मानिन्छ। हरियो अथवा फलदार, लटरम्म फलेको, फुलेको, झुलेको, यस्तो किसिमको राम्रो कुनै रोग बिमार रहितको त्यस्तो एउटा सबल वृक्ष देख्नुहुन्छ भने यो पनि एउटा अत्यन्तै राम्रो खालको हुन्छ। आवश्यक अनुसार तपाईलाई पैसाको लाभ, धनको लाभ हुन सक्छ, व्यापार बिजनेसमा तपाईलाई फाइदा हुन सक्छ, तपाईलाई धनको अत्यन्तै राम्रो हुन्छ भने। यदि मन्त्री मण्डलसम्म तपाईको पहुँच पुग्न सक्छ, तपाईँ राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने तपाईँ एउटा सांसद या मन्त्री मण्डलमा कुनै कुनै एउटा उच्च पद तपाईले प्राप्त गर्ने पनि एउटा संकेत मिल्न सक्छ। र स्वयंलाई तपाईले आफैलाई नै कुनै बुटामा चढेको देख्नुहुन्छ, कुनै ठूलो वृक्षमा तपाईँ चढ्दै हुनुहुन्छ भने पनि दुश्मन जोसँग डराउँछ त्योसँग तपाईलाई फाइदा हुनेछ। तपाईसँग दुश्मन पनि डराउनेछ, अरु जो दुश्मनसँग डराउँछन् भने तपाईसँग सबै डराउनेछन्। त्यतिबेला शत्रु पनि मित्र भएर आउनेछ र हर ताकेका आँटेका कामहरू पूरा हुनेछन्। तपाईले सोचेको काममा शीघ्र तपाईलाई सफलता मिल्नेछ। स्वयं तपाईलाई धनका सफलताका साधनहरू, स्रोतहरू त्यस्ता बन्नेछन्। हर प्रकारका सङ्कटहरू टलेर जानेछन्। कुनै पनि प्रकारका चुनौतीहरूलाई तपाईले हाँसी हाँसी पार गर्न सक्नुहुनेछ। अब कतै न कतै तपाईले ढोका बन्द भएको देख्नुहुन्छ, कुनै राम्रो महल दरबार या त्यस्ता ठाउँमा पुग्नु भयो, कहीँ गुफामा जानुभयो या कहीँ पनि त्यस्तो ठाउँमा जानुभयो, तपाईको अगाडि जाने बाटै बन्द भयो या त्यहाँ द्वार बन्द भयो, छेकियो भने यस्तो अवस्थालाई अलिकति नराम्रो मानिएको छ। तपाईको भाग्य रोकिन सक्छ, केही गरिबी, केही दुःख, कष्ट, तंगी, चिन्ताहरू बन्न सक्छन्। कष्ट या कुनै रोग बिमार या चुनौती, शत्रु, बाधा यस्ता हुन सक्ने या कतैबाट नराम्रा समाचारहरू तपाईले कुनै खबर, दुःखको खबर सुन्न सक्ने पनि अवस्था हुन सक्छ। ढोकाको अथवा घरको ढोका बन्द भएको देख्नु अत्यन्तै नराम्रो मानिएको छ भने ढोका खुलेको देख्नु फेरि यसको विपरीत सबै कुरामा सफलताको योग मानिन्छ। सपनामा तपाईले दातुन गर्दै हुनुहुन्छ, ब्रस गर्दै हुनुहुन्छ भने, मञ्जन गर्दै हुनुहुन्छ भने तपाईका पापहरू धुलिन्छन्, तपाईका रोगहरू दूर हुनेछन्, तपाईको दुःख कष्ट सङ्कट तपाईँ पार भएर तपाईलाई खुसी मिल्नेछ, शरीरमा आरोग्यता लाभ हुनेछ, स्वास्थ्य लाभ हुनेछ भनिएको छ। र कतैको दाग मैलो तपाईलाई के लागेको थियो, कसैको आरोप लागेको थियो भने आरोपबाट पनि तपाईँ मुक्त हुन सक्नुहुनेछ। अब त्यस्तै गरेर तपाईले दिया सलाई जलाउनु भएको छ भने, सपनामा बत्ती जलाउनु भयो, दीप जलाउनु भयो, दीप प्रज्वलित गर्नुभयो भने त्यसलाई अत्यन्तै राम्रो मानिएको छ। दुश्मनीहरू हुन त यहाँ एक प्रकारले दिया सलाई जलाना भनेको छ। अब हिसाबले त बत्ती बालेको दियो सलाई जलाएको राम्रो हुने हो, तर सलाई मात्र कोरेको देख्नुहुन्छ भने दीप जलाएको त अत्यन्तै राम्रो हो। तर बत्ती नभएर तपाईले सलाईलाई जलाएको देख्नुहुन्छ भने अथवा सलाई कोरेको देख्नुहुन्छ भने दुश्मनीहरू फैलनेछन्, तबाही हुनेछ, कसै न कसैलाई हानि पुर्याउन सक्नुहुन्छ तपाईले, अथवा पत्नीसँग कलह झगडा या धनको हानि हुन सक्छ भनेको छ। सपनामा मार्चिस देख्नु, मार्चिसलाई जलाएको देख्नु नराम्रो रहेछ। तर यदि तपाईले साथसाथमा मार्चिस हातमा भए तापनि यदि त्यहाँ पूजाको लागि बत्ती जलाउँदै हुनुहुन्छ, दीप जलाउँदै हुनुहुन्छ भने त्यस्तो अवस्था फेरि राम्रो हुन सक्छ, कि आएका सङ्कटहरू टलेर जान सक्छन्। अब कुनै दानव जस्तो खालको तपाईँ यस्तो दानव या दुष्ट व्यक्ति त्यस्तो अथवा विषय भन्नुपर्दा दानवै भनिएको छ। दानवलाई देख्नुहुन्छ भने यदि तपाईँ सपनामा डराउनु भयो, दानवलाई देखेर डराउनु भएको छ भने त हानि हुनेछ, नराम्रो हुन्छ। यदि डराउनु भएन भने र तपाईँ निडर भएर तपाईँ त्यसको सामना गर्नुभएको छ अथवा हाँसी हाँसीलाई हेरिरहनु भएको छ, अहिले तपाईँलाई केही हानि नोक्सानी पुर्याउन सकेको छैन अथवा आक्रामक दृष्टिकोणमा देखिएको छैन, नर्मल शान्त अवस्थामा कुनै दानव, कुनै दैत्य, राक्षस त्यस्तो सपनामा भूत प्रेत त्यस्तो देख्नुहुन्छ भने पनि यदि तपाईँ डराउनु भएको छैन भने लाभै लाभ हुनेछ।
कुनै न प्रकारको कुनै प्रकार यस्ता आसुरी शक्तिहरूबाट नकारात्मक ऊर्जाहरूबाट तपाईँलाई विजय मिल्नेछ। तपाईँलाई कसैले जादु टुनाउन गएको थियो त्यो टुनाउन फर्केर जानेछ, शत्रु नाश हुनेछन्, धेरैभन्दा धेरै तपाईँले धनको लाभ पनि गर्न सक्ने सम्भावना रहन्छ। यस्तो खालको सपना देख्नुभयो भने त हवस् त दर्शकवृन्द, आजको बसाइमा यति नै। फेरि अर्को भिडियोमा यस्तै किसिमका अनेकौं जानकारी लिएर फेरि म पुनः प्रस्तुत हुने नै छु। तबसम्मको लागि बिदा दिनुहोस् र साथसाथमा जाँदै के भन्न चाहे भन्दा यस च्यानलबाट नित्य निरन्तर रूपमा ज्योतिष, अध्यात्म, साहित्य, वास्तु, हस्तरेखा, अङ्क ज्योतिष, सपना, शकुन, तन्त्र, मन्त्र, यन्त्र, कथा, प्रवचन, कर्मकाण्ड, हवन, यज्ञ, अनुष्ठानहरू यस्ता विशिष्ट आध्यात्मिक प्रेरणादायी भिडियोहरू हेर्न, देख्न, सुन्न पाइरहनु भएकै छ, पाइरहनु हुने नै छ। आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नबिर्सनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो कुराको पनि जानकारी अवश्य पनि गराइदिनु होला। यदि कुनै पनि ज्योतिषी अथवा वास्तु सम्बन्धी परामर्श लिन चाहनुहुन्छ भने तल स्क्रिनमा रहेका 2वटा नम्बरमा तपाईले WhatsApp मार्फत जोडिन सक्नुहुनेछ। यदि फेसबुक अथवा फेसबुकको पेजबाट जोडिन चाहनुहुन्छ भने पनि अङ्ग्रेजीमा तारानाथ भण्डारी HL भनेर खोज्नुभयो भने अवश्य पनि पाउनुहुनेछ र त्यहाँ गएर पनि जोडिन सक्नुहुनेछ भन्दै आजको बसाइबाट बिदा माग्न चाहे। बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।